नमस्ते, म मनराज गुरुङ मगर सांस्कृतिक एकता समाज सुर्खेत नगर समितिको म अध्यक्ष। हाम्रो संस्थाले यो सुर्खेत गण्डकी 8 एक्ले डाँडामा 29 फुट अग्लो बुद्धको प्रतिमा बनाउने जुन अभियान सुरु गर्यौं, यस वर्ष हामीले पृष्ठभूमिमा देखिएको प्रतिमाको चाहिँ बेस बनाउन सफल भएका छौं। यो आर्थिक वर्षमा सुर्खेत गण्डकी नगरपालिकाबाट 10 लाख रुपैयाँ विनियोजन गरिएको थियो। 10 लाख रुपैयाँले चाहिँ यसपालि हामीले यो चाहिँ प्रतिमाको बेस बनाउन सफल भएका छौं। यो बीचमा हामीले बुद्ध जयन्तीको अवसर पारेर श्रमदानहरू सञ्चालन गर्यौं। विभिन्न चाहिँ दाताहरूबाट प्राप्त भएको रकमहरूलाई हामीले चाहिँ लिने अभियान पनि गरिरहेका छौं। खास गरी यो 29 फुट बुद्ध प्रतिमा निर्माणसँगै यहाँको चाहिँ काम पूरा गर्न झन्डै 1 करोड रुपैयाँ लाग्ने चाहिँ हाम्रो अनुमान छ। 10 लाखले मात्र यति काम भएको छ। आगामी वर्षमा सुर्खेत नगरपालिकालाई हामीले अझ धेरै बजेट विनियोजनको लागि हामीले अनुरोध गरेका छौं र सुर्खेत नगरपालिका लगायत देश विदेशमा बस्नुहुने सबै जो बुद्ध चाहिँ भगवानप्रति आस्थावान हुनुहुन्छ अथवा बुद्धलाई आफूले अलि नजिकबाट शान्तिको अग्रदूतको रूपमा उहाँले चाहिँ मान्नुहुन्छ, सबै बुद्ध प्रेमी आदरणीय महानुभावहरूप्रति म यो बुद्ध प्रतिमा निर्माणमा चाहिँ हामीलाई अब योबाट थप अगाडि बढ्नको लागि मूलतः हामीलाई रकमको नै अभाव छ। त्यसैले म सबै आदरणीय दाताहरूप्रति आदरणीय महानुभावप्रति सहयोगको लागि हार्दिक अपिल पनि गर्न चाहन्छु। सुर्खेत नगरपालिकामै पहिलो एउटा यो विशाल बुद्ध प्रतिमा हो। मलाई लाग्छ यो पृथ्वी हाइवेसँग जोडिँदै गर्दा यो चाहिँ जसरी यो बुद्ध प्रतिमा भोलि खडा हुँदै गर्छ, यो एउटा शान्तिको चाहिँ एउटा केन्द्र पनि बन्न जान्छ र बुद्ध धर्मावलम्बीहरूको लागि चाहिँ एउटा धार्मिक चाहिँ एउटा केन्द्र पनि बन्न सक्छ। त्यसैले यो बुद्धसँग चाहिँ एउटा धेरै खाले आयामहरू जोडिएको हुँदा यो एउटा पवित्र अभियानमा यहाँहरू सबैको साथ र सहयोगको म हार्दिक अपेक्षा र अनुरोध गर्न चाहन्छु।